नेपालगञ्जमा यो महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्नुभयो यहाँको साथीहरू, तपाईहरु सबैलाई धेरै धन्यवाद छ। र बार एसोसिएसनको उम्मेदवार साथीहरू अध्यक्षज्यू सहितको टिम चाहिँ नेपालगञ्जमा लुम्बिनी प्रदेश चाहिँ प्रवेश गरेका छ। उहाँहरूलाई म हार्दिक शुभकामना, उहाँहरूलाई म विजयको चाहिँ सबभन्दा पहिले शुभकामना व्यक्त गर्न चाहन्छु। नेपालगञ्जमा अहिले प्रदेशको संरचनाको हिसाबले मात्रै म कर्णालीको मान्छे हुँ, नै भने नेपालगञ्ज चाहिँ म दैलेखको मान्छे हुँ। त्यसकारणले नेपालगञ्जमा आधा जस्तो आफ्नै लाग्छ। नेपालगञ्जमा आउनु, बोल्नु, यहाँ सहभागी हुनु पाउँदा धेरै खुसी लाग्छ। पहिले हाम्रो पिताजीहरू यहाँ चाहिँ घिउ बोकेर आउनुहुन्थ्यो, पछि हामी चाहिँ झोला बोकेर पढ्न आयौँ। अहिले तपाईँहरूलाई नेपालगञ्ज आएर भाषण गर्न पाउँदा मलाई चाहिँ अत्यन्त खुसी लागेको छ। त्यसकारणले यो अवसरमा मलाई चाहिँ अहिलेको प्रादेशिक संरचनामा म उता दैलेखको मान्छे भए पनि म चाहिँ पुरै उम्मेदवार साथीहरूलाई स्वागत गर्ने हक राख्छु यहाँ नेपालगञ्जमा। त्यसकारणले तपाईँहरूलाई मेरो तर्फबाट पनि एकदम स्वागत छ। वास्तवमा अहिले सबै विद्वान साथीहरू हुनुहुन्छ। अब यो विद्वानहरूको बिचमा सङ्केत इसारा नै काफी हुन्छ, धेरै मैले लामो बोल्नुपर्ने छैन, तपाईँहरूलाई थाहा छ। वास्तवमा अहिले हामीले नेपाल बारको निर्वाचनको दौरानमा छौँ। यसमा एजेन्डाहरू हाम्रो अध्यक्षले राख्नु भएको छ, साथीहरूले राख्नु भएको छ। वास्तवमा हामी 2वटा ठुला सङ्गठनहरू, त्यसमा अहिले 3वटा सङ्गठनहरू हामी एक ठाउँमा बसेर उम्मेदवारहरू प्रस्तुत गरेका छौँ विजय सरलाई र यो साथीहरूलाई विजयजीको नेतृत्वमा। विजयजी नेपाल बारमा महासचिव, पहिले तपाईँहरूले महासचिव बनाएको मान्छे हो। केदारजी अघिल्लोचोटि महासचिव बनाएर हामीले प्रयास गरेर लिएर आएको व्यक्ति हो, नेपाल बारको पहिलेको सदस्य हो। उम्मेदवार 101 काबिल हुनुहुन्छ, तपाईँहरू सबैले चिन्नुहुन्छ। वास्तवमा 2वटा सङ्गठनहरू तपाईँहरू एक ठाउँ किन बस्नुभयो भन्ने चाहिँ प्रश्न हुनसक्छ। त्यसको हामीले तपाईँहरूलाई चाहिँ सबै ठाउँमा हाम्रो उम्मेदवारहरूले, हाम्रो घोषणापत्रमा र हामी विचार दिने मान्छेहरूले स्पष्ट पारि नै रहेछौँ। यो अहिलेको आवश्यकता र यो औचित्य, यो यसकारणले औचित्य छ कि हामी यो पटकको नेपाल बारबाट केही महत्त्वपूर्ण कामहरू गर्दैछौँ। एउटा त यो बारलाई बलियो सशक्त, बार भनेको वास्तवमा चाहिँ इफेक्टिभ प्रेसर ग्रुप हो, यो प्रभावकारी हित समूह नै हो। हामी बारलाई इफेक्टिभ त्यो बेला बनाउन सक्छौँ जब वकिलहरूको, बहुसङ्ख्य वकिलहरूको प्रतिनिधित्व गर्ने ठुला सङ्गठनहरू एक ठाउँमा उभिएर बारको नेतृत्व चयन गर्यौँ। धेरैभन्दा धेरै कानुन व्यवसायहरूको यसमा अपनत्व भयो, धेरैभन्दा धेरै कानुन व्यवसायहरूको स्वामित्व भयो भने बार बलियो हुन्छ। अहिले अघि अध्यक्षज्यूले भन्नुभयो, बारको अध्यक्षले न्यायपालिकाका विकृतिमाथि प्रश्न उठाउनु भयो, उहाँमाथि मुद्दाको तरबार चाहिँ जोडिराखेको छ। वास्तवमा न्यायपालिकामा विकृति छ, त्यो न्यायपालिकाको विकृति अन्त्य गर्न मात्रै चाहिँ स्वच्छ, निष्पक्ष, तटस्थ र सक्षम न्यायपालिका बनाउन सकिन्छ। त्यसको लागि बार बलियो बार चाहिन्छ। बार चाहिँ वकिलहरूको जनमत, भारी जनमतको प्रतिनिधित्व गर्ने बार चाहिन्छ। त्यसकारणले हामी एक ठाउँमा छौँ। मुलुक एउटा चाहिँ महत्त्वपूर्ण टर्निङ पोइन्टमा छ। हामीले संविधान जारी गरेको 10 वर्ष भयो। संविधानमा महत्त्वपूर्ण बदलावहरू, संशोधनहरू गर्न जरुरी छ। त्यो डिबेटहरू सुरु भएको छ। नेपाल बार यस्तो एउटा चाहिँ एक्टर हो, नेपाल बार यस्तो एउटा चाहिँ प्रभावकारी संस्था हो जसले संविधानमा समय सापेक्ष संशोधनको लागि वकालत गर्न सक्छ, त्यसले जनमत बनाउन सक्छ, त्यसले धारणा बनाउन सक्छ। नेपाल बारको अघिल्लो पटकको सम्मेलनबाट नेपाल बारले संविधान संशोधन सम्बन्धी आफ्ना एजेन्डाहरू त्यसलाई व्यवस्थित गर्ने पोलिसी चाहिँ बनाएको छ र त्यसलाई थप व्यवस्थित गर्न संविधान संशोधनमा हाम्रो कन्सर्न के हो, अहिलेको आवश्यकता के हो, संविधानलाई हामीले भने जस्तो लिभिङ डकुमेन्ट हो भने त्यसलाई चाहिँ हामीले कसरी संशोधन गर्नुपर्छ, समय सापेक्ष कसरी हुनुपर्छ, त्यसले न्यायपालिकाको स्वतन्त्रतालाई थप सुदृढ कसरी बनाउँछ र त्यसले बारको भूमिकालाई मुखरित कसरी बनाउँछ भन्ने बारेमा त्यो जस्टिफाई गर्न जरुरी छ। त्यसको लागि चाहिँ नेपाल बारमा हामी 2वटा सङ्गठनहरू, 3वटा सङ्गठनहरू हामी एक ठाउँमा उभिएको हो। यो स्वाभाविक हो। कहिलेकाहीँ प्रश्न तपाईँहरूलाई उठिरह पनि हुन्छ साथीहरूले। हिजो अर्को ठाउँमा चाहिँ रमणजीको भाषण पनि म सुन्दै थिएँ। बार चाहिँ सत्ता पक्षको चाहिँ पक्षमा जान्छ कि? विगतमा पनि अभ्यास थियो। विगतमा गोपालजी अध्यक्ष हुँदा तात्कालीन पिपिएले छुट्टै, केदारजीहरू छुट्टै, हामी थियौँ। विगतमा गोपालजी तात्कालीन राजनीति एउटा ठाउँमा थियो, त्यसकारणले उहाँ एउटा समूहको नेतृत्व गरेर बारको अध्यक्ष हुनुभयो। अहिले हामी अर्को ठाउँमा आइपुगेका छौँ। अर्को ठाउँमा यस अर्थमा आइपुगेका छौँ कि मुलुकको सामु उपस्थित चुनौतीहरूको सामना गर्नलाई हामी एक ठाउँमा उभिनुपर्छ, उभिन जरुरी छ भनेर हामी बारमा एक ठाउँमा आइपुगेका हौँ।
बार न्यायपालिकाको स्वतन्त्रताको बारेमा बार प्रतिपक्षी नै हुन्छ सिद्धान्त त। इफेक्टिभ प्रेसर ग्रुप हो, मैले त्यसलाई इफेक्टिभ प्रेसर ग्रुप भन्ने गरेको छु। त्यो भनेको यो प्रभावकारी हित समूह हो, त्यो रहन्छ। विजय मिश्रजीको नेतृत्वमा त्यो रहन्छ। उहाँ लामो एकाडेमिक करियरबाट आउनु भएको छ, नेपाल बारको महासचिव भएर कुशलतापूर्वक चलाउनु भएको छ। यसमा 101 काबिल साथीहरू हुनुहुन्छ। अब अस्ति हामीले पहिले रमणजीलाई हामीले भनेका थियौँ, तपाईँ नेपाल बार काउन्सिलको अध्यक्ष भइसकेका मान्छे यो उपाध्यक्षको दौडमा किन लाग्नु भयो भनेकै हो हामीले। एटर्नी जनरल भएर बार काउन्सिलको अध्यक्ष भइसकेका मान्छे, उपमण्डलमा उहाँको अध्यक्षको रूपमा माथि नाम छ। अहिले हुने भने त उहाँले चाहिँ बार काउन्सिलको उपाध्यक्ष हो। विजय मिश्रजी लागेको त गोपालजीलाई रिप्लेस गर्न हो, उहाँ उपाध्यक्ष हुनुहुन्छ। अहिले 1 महिनापछि उहाँ चाहिँ बार काउन्सिलको उपाध्यक्ष हुने हो। हामीले बारको अध्यक्ष बनाउने भने त काउन्सिलको उपाध्यक्ष बनाउने हो। रमणजी त त्यो काउन्सिलको अध्यक्ष भइसक्नुभयो त महान्यायाधिवक्ता। झन्डै 2टा सरकारको बेला महान्यायाधिवक्ता हुने उहाँ पहिलो मान्छे हो। 1 महिना त हाम्रो शेरबहादुर दाइको सरकारको पनि महान्यायाधिवक्ता हुनुभयो रमण। 2 महिना 2वटा सरकार बदलाव भएपछि पनि उहाँ महान्यायाधिवक्ता हुनुभयो। सामान्यतया के हुन्छ, महान्यायाधिवक्ता प्रधानमन्त्रीको उयसमा हुन्छ, प्रधानमन्त्रीले छोड्दा त यो गइहाल्छ, घर आउनुपर्ने हो। भाइ त घर हिँड्दै त्यो दिन। तर उहाँ 2 महिना चाहिँ प्रधानमन्त्री चेन्ज भएपछि पनि एटर्नी जनरल हुनुभयो। पहिले उहाँ महान्यायाधिवक्ता भएर बार काउन्सिलको अध्यक्ष भए मान्छे बारको अध्यक्ष भएर उपाध्यक्ष हुन जाने कुरा यो लिगल क्वेसन त होइन, यो मोरल क्वेसन चाहिँ हो है। प्रभुत्व वर्गको बिचमा यो कुरा चाहिँ किन तपाईँलाई उपाध्यक्ष हुनु परेको छ त अध्यक्ष भए मान्छे त भन्न मिल्यो त, यो चाहिँ मिल्यो है। यो उहाँले हिजो एउटा सन्दर्भमा भन्नुभएको थियो, मैले यस्तो नबोल्नु पर्ने हो। एउटा सन्दर्भमा उहाँले विजय मिश्रजी आंशिक वकिल हो भन्नुभएको छ। हिजो एउटा कार्यक्रम लाइभ गर्नुभएको थियो। अब विजय मिश्रजी बारको महासचिव पाओ, रमणजी बारको महासचिव पाओ। रमणजी भन्दा फरक भने उहाँ प्रोफेसर डाक्टर हो, एकाडेमिक काममा निरन्तर 25-30 वर्षदेखि हुनुहुन्छ। ल कलेजमा एलएम पढाउनुहुन्छ, पिएचडी गराउनुहुन्छ, साथीहरूलाई ग्रेजुएसन गराउनुहुन्छ। रमणजी फरक भएको भनेको त्यो चाहिँ बार काउन्सिलको प्रमुख हो, उहाँ मैले अघि भनिसकेँ, उहाँ अध्यक्ष हो, उहाँ उपाध्यक्षको रेसमा हुनुहुन्छ। त्यस कारणले हामीले जुन उम्मेदवारहरू मञ्चमा राखिरहेका छौँ, यो उम्मेदवारहरूले भोलि बारमा तपाईँ हाम्रो विचारको प्रतिनिधित्व, तपाईँ हाम्रो भावनाको प्रतिनिधित्व, मुलुकको संविधानले कल्पना गरेको स्वतन्त्र सक्षम न्यायपालिकाको पक्षमा बारको तर्फबाट चाहिँ मुखरित हुने कुरा र बारकै पनि हामीले विधान संशोधनदेखि लिएर बारका पनि थुप्रै एजेन्डाहरू छन्। त्यसमा यो पङ्क्ति भरोसायोग्य पङ्क्ति छैन र यो पङ्क्ति अत्यन्त भरोसायोग्य पङ्क्ति छ। त्यसकारणले तपाईँहरूले यो पङ्क्तिलाई चाहिँ मतदान गर्नुपर्छ। यो बार एसोसिएसन मात्रै बनाउने होइन, संविधानको कार्यान्वयन, नेपालको ल मेकिङ प्रोसेसमा पार्लियामेन्टलाई पनि संसदलाई पनि बारले गाइडलाइन दिनुपर्ने, बाटो देखाउनु पर्ने जरुरत छ। संसदका इभन समितिहरूमा पनि बार एसोसिएसनले चाहिँ अब मद्दत गर्नुपर्ने, सहयोग गर्नुपर्ने, संसदीय काम कारबाहीहरूलाई पनि बारले चाहिँ मद्दत गर्नुपर्ने, विधायिकी कामहरूमा लेजिस्लेटिभ फङ्सनमा पनि बारको चाहिँ भूमिका हुनुपर्ने जस्तो परिस्थिति चाहिँ छ। कहिलेकाहीँ हामी कोर्टमा कानुनको प्र्याक्टिस गर्दा यस्तो पनि कानुन बनाएछन् भन्छौँ नि हामी, त्यहाँ चाहिँ संस्थागत रूपमा त्यहाँ चाहिँ बारले आफ्नो इन्टेलेक्चुअल कामहरू त्यहाँ गर्न जरुरी छ। त्यसको नेतृत्व गर्न चाहिँ प्रोफेसर डाक्टर उहाँ उपयुक्त हो। अब आंशिक वकिल हो भने एउटै कारणले हो। अब विजयजीले यो चाहिँ थाहा पाउनुहुन्न कि 1 करोड रुपियाँ कति किलो हुन्छ, 1 करोड रुपियाँ 18 किलो हुन्छ भन्ने कुरा त रमणजीले थाहा पाउनुहुन्छ, उहाँले थाहा पाउनुहुन्छ। त्यो उहाँको बसमा छैन यो कुरा, त्यो चाहिँ हो है फेरि। त्यस कारणले मैले त्यो उम्मेदवारहरूले अरूले भन्दा मैले आएर बोलिदिनु राम्रो हुन्छ। म पहिले रमणजीसँग साथ पनि गरेको छु, मैले त्यस कारणले बोलिदिए हो तपाईँहरूलाई। म अहिले के भन्न चाहन्छु भने यो समूहले आजको मुलुकमा देखा परेका समस्याहरू, खास गरी जुडिसियरीले पनि पटक पटक बाटो बिराछ, जुडिसियरी पनि कमजोर भएको छ, जुडिसियरीमा विसङ्गति छ। मुखरित रूपमा गोपालजीले बोल्नुभयो, एउटा मुद्दा लागेको छ। वरिष्ठहरू हुनुहुन्छ, तपाईँहरूलाई थाहा छ, विश्वकान्त दाइले पनि अध्यक्ष हुँदा बोल्नु भएको थियो नि। अदालतले पनि पोजिसन बनायो, हामीले पनि बार एसोसिएसनबाट हामीले पनि पोजिसन बनाएको होइन त, भने हो त हामीले पोजिसन बनायौँ। जुडिसियरीले आफ्नो स्टेप डाउन गर्यो।
अहिले हामीले पोजिसन बनाएको भए गोपालजीको कानमा चाहिँ त्यो तरबार मुद्दाको झुन्डाइ राख्छ र राख्दैन नि। हामीले पोजिसन बनाउन सकेनौँ, त्यो बनाउन जरुरी छ, त्यो बनाउन जरुरी छ। बार मुखरित हुने बार बनाउन जरुरी छ। त्यस कारणले यो व्यावसायिक, यो समावेशी, यो प्रकाण्ड विद्वानहरूको समूह छ, यसलाई साथीहरूले अनुमोदन गर्नुहुनेछ। नेपालगञ्जका साथीहरूले, खास गरी चाहिँ विद्वान वरिष्ठ अधिवक्ताज्यूहरूले यो टिमलाई आफ्नो भारी मत, 100% मत नेपालगञ्जले हाल्छ। मलाई त्यो विश्वास छ, भरोसा छ। म उहाँहरूलाई चाहिँ यो भन्न सक्छु म नेपालगञ्जबाट कि यो टिमको निर्वाचन चाहिँ जित्नु भएको छ। घोषणा गर्न हामीले 23 गते मतदान गरेर 24 गते 25 गते घोषणा गर्नुपर्ने हो। यो उम्मेदवारहरू मात्रै होइन, यो निर्वाचित टिम हो। घोषणा गर्न, अनुमोदन गर्न तपाईँहरूले चाहिँ उहाँहरूलाई शुभकामना दिन यो ऐक्यबद्ध गर्नुभयो। यस सन्दर्भमा म उच्च अदालत र जिल्ला बार एसोसिएसन, पिपिएलए र डिएलएका जिल्ला र उच्चका इकाइहरू, सबै वरिष्ठ अधिवक्ताज्यूहरूलाई हार्दिक धन्यवादसहित उम्मेदवार साथीहरूलाई पनि शुभकामना दिएर आफ्नो भनाइ यहीँ अन्त्य गर्दछु। धेरै धन्यवाद, नमस्कार।